यो शाखामा कुनै योग गुरु ल्याएर सिकाएर योग सिकाउनेतिर हामी राख्दैनौँ। तत्काल कर्मचारी चेन्ज गर भनेर मैले भन्ने मान्छे पनि मै हो। त्यो मैले चेन्ज पनि गराएँ। अझै पनि 2-4 वटा छन्, ती साथीहरू पनि अलि राम्रो व्यवहार गर्नेवाला पनि छैनन्। तिनीहरूलाई मैले सुधार गर्नेतिर लागिरहेको छु। सुधार हुनुपर्छ भन्नेमै लागेको छु। एउटा कुरा सुन्नु, भित्र गएर बोल्दाखेरि अहिले सिजनल भिजामा लड्ने कुराहरू आइरहेको छ है। म आफैले पनि ठाउँ पाएको छु सिजनल भिसामा जाने है, पैसा भरेर 13 लाख रुपियाँ। त्यो चाहिँ आधिकारिक हो कि के हो भन्ने कुरा त हाम्रो नेपाल सरकारबाट यो कोरिया पठाउने भनेर बीचमा B2B E7 भनेर लगायतका सिजनल भिसाका कुराहरू आएको थिए। E8 भनेर त सिजनल हो, E7 भनेर चाहिँ B2B, त्यो चाहिँ मेन पावरलाई दिने भन्ने कुरो हो। त्यो कुरालाई पनि हामीले अस्तिको आन्दोलनदेखि नै तत्कालै रोकेका थियौँ होइन। त्यो कुरामा चाहिँ तपाईँलाई कसैले 13 लाख दिनुहोस् म दिन्छु भन्छ भने 13 लाख दिन्छु, कसैले इस्यु गराइदिन्छु भने त्यो